घाउ खान पाए हुन्थ्यो तेरो गालोमा घाउ। हावा चाहिँ अहिले बवाल छ गाइस। ल यस्तो यो भिडियोलाई चाहिँ अलिक मिलाएर टक्क लाएर हेरिदिनु होला भन्ने मैले आशा गरेको छु। यो हाम्रो चाहिँ यो विशेष जङ्गल चाहिँ यहाँ तल त्यहाँ छ र यस्तो छ गाउँतिरको भ्यू। मेरो कालीकोट दामी लाग्छ मलाई। चिलमा हिँड्छु म पहिलाको 1 घन्टा कर्णाली यस्तै होला। त्यही भएर हिँडिरहेको सट्टा लाएर सल्लाहका रुखहरू पछाडि हिल्लिरहेको अवस्था छ। डाँडाकाँडाहरूको भ्यू तपाईँहरूले हेर्न सक्नुहुन्छ। असाध्यै नै यो आजभोलि गाउँ आउनु चाहिँ धेरै खराब रहेछ। किन भन्दाखेरि जताततै हावा लाग्ने धुलो धुवाँले गर्दाखेरि आफ्नो स्वास्थ्यमा धेरै असर पुर्याउँदो रहेछ। मलाई यो ट्रिपको मौकाले थाहा भयो। अब यस्तो यो आउनु ठिक होइन। अब नआउने सिधै वैशाख जेठतिर आउनु राम्रो हो। गाउँतिर पुरै हरियाली हुन्छ। आजकल त सुक्खा छ, पुरै सुक्खाले हावा लागेर दिमाग खराब गरे त चिसोले मार्छ रे आजकल। यस्तो छ जिन्दगी, केही छैन। म हिँड्ने क्रममा यस्तो यो सानो यो गाउँनेर पुगिसकेको छु। यो गाउँको नाम चाहिँ पोरमेला हो। एयरपोर्ट चाहिँ छ माथि नजिकै। यस्तै होला गाइस। अब रियाक्सन राम्रो दिइरहेको छ। मेरो ठाउँ पनि अलिक ठुलो भयो। अब सुर्खेत गएर काट्नुपर्ने हुन्छ। त्यस्तै हो, कोही छैन यताउति। अब के गर्ने, एक्लो जिन्दगी। मजाले फलक सलक बनायो, हिँड्यो, त्यस्तै हो। गाउँतिरको सम्झनामा एउटा भलक पेलिहालौँ कि भन्ने मेरो धारणा थियो। त्यही अनुसार मैले एक्लोपनलाई महसुस नगर्नको लागि आफ्नो भलकलाई कन्टिन्यू गरेको छु। मिलाएर हेरिदिनु होला। आज चाहिँ मैले मास्क किन लगाएको हुँदाखेरि हावा प्लस हावाले मेरो ओठ त पुरा सुक्खा गरा प्लस बोल्नलाई पनि अलिक गाह्रो भइरहेछ चिसोले गर्दा। त्यस्तै हो। अहिले चाहिँ घाम मिलाएर लागिरहेछ। घामसाम टक्क लागेर अनि त्यही भएर म चाहिँ आफ्नो लालीघाटसम्मको यात्रालाई क्रमशः रुममा लगातार गर्दै आफ्नो भलकलाई कन्टिन्यू रुममा हिँड्दै म हिँडिरहेको छु। मेरो भिडियोलाई बोर नमानेर हेरिदिनु होला। त्यही हो। आज म रोड हिँडेर जान्छु। किन भन्दा गाडीमा गयो भने धेरै धुलो खाइन्छ। धुलो खायो भने आफ्नो स्वास्थ्यमा गम्भीर असर पर्छ। त्यही भएर म बिस्तारै आनन्दसँग भ्यूलाई मध्यनजर गर्दै तपाईँहरूलाई म आफ्नो गाउँतिरको रोड विशेष सब देखाउँदै, यो रोड चाहिँ तल त्यहाँनिर रोड छ। त्यो रोड हुँदै म तलतिर जानुपर्ने हुन्छ। त्यो पिच भएको छैन। त्यही भएर लास्ट धुलो धुवा दिइरहेछ न आजकल। एउटा गाडी आयो भने धुलो राम्रो हुन्छ, खाइन्छ। त्यही भएर म चाहिँ हिँडिरहेको छु। के कस्तो भ्यू हुन्छ म तपाईँहरूलाई देखाउने नै छु। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला। त्यही होला गाइस, एकछिनपछि भेट्छु। फाइनल्ली गाइस, ल यो म गाउँबाट हुँदै हिँडिरहेको क्रममा रोडनेर पुग्न लागिसकेको अवस्था छ। यस्तै छ। ल रुखहरू दामी छन्। गाउँतिर घर चाहिँ यस्तो सहर बजारको जस्तो एउटै ठाउँमा हुँदैन। एउटा घर चाहिँ उता छ, एउटा घर चाहिँ माथिनेर थियो तर रुखको कारणले देखिएन। एउटा घर चाहिँ उता त्यहाँनिर छ, अर्को घर तल हुन्छ। जस 20 मिटरको डिस्टेन्स
पछि चाहिँ एउटा घर लगभग आउँछ। गाउँतिर जस्तो 1 मिटरको ड्याममा सँगै टालिएको घर हुँदैनन् गाउँतिर, त्यो हो। त्यस्तै हो। ल यो पछाडिको घर हेर्नुहोस् कति टाढा छ, टाढा छ। खासै एउटै ठाउँमा छैन नि त। यो हो। ल मान्छे पनि कोही बस्दैन, एउटा मान्छेलाई पनि म भेटाउन सकेको छैन अहिलेसम्म। अब रोड चाहिँ यहाँ रोडमा पुगिसकेको छु म। अब यो रोड हुँदै म त्यहाँ रोड हुँदै म जान्छु कालीघाटतर्फ। कालीघाट भनेको कर्णालीसम्म, बुझ्नु। ल गाइस म फाइनली रोडमा आइसकेको अवस्था छु। अब यो रोडको टर्निङहरू धेरै लामो हुन्छ, लामो हिँड्नु सक्दिनँ म। त्यही भएर आफ्नो खुट्टाको अवस्थालाई चेकजाँच गर्दै म आफ्नो यो मध्यनजर गर्दै यस्तो भिडपार्काबाट पाखाबाट सर्टकट बाटो हुँदै म अगाडि बढ्नेछु। त्यही हो। नत्र हिँडेर सम्भव हुँदैन, आज 2-3 घन्टा लाग्छ। त्यही भएर हामी सर्टकट हिँडेर किनभने आधा घन्टासम्म हामी लालीघाट पुग्नेछौँ। गाडीहरू एउटा नि आएको छैन, ठिक छ। नआए पनि ठिक छ। गाडी आयो भने धुलो खुवाउँछ, औडा हुन्छ। त्यही भएर मेरो डट ब्याग यहाँ ल्याउन मैले बिर्सिसकेको छु। मेरो डट ब्याग भनेको वडा नम्बर 1 मा रह्यो। म अहिले धारी छु। मेरो डट ब्याग भइदिएको म डट ब्याग लिएरै जान्थेँ। तर यहाँ समस्या आयो के को भन्दाखेरि म हिजो प्लान अर्कै थियो, आज सुर्खेत जाने प्लान थियो। आज लगभग डेट कतिको भन्दाखेरि 21 गते 22 गते भइसक्यो। आज सुर्खेत जाने भन्ने प्लान थियो, तर गाडी अलि बालु लोड गर्दा क्रममा गाडीले धोका दिनुभयो हामीलाई। धोका दिएकै क्रममा हामीले सुर्खेत जान सकेनौँ। अब भोलि बेलुकासम्म छोरा हाम्रो सुर्खेतको यात्रा, त्यो पनि हेरिदिनु होला। तिमी नै हौ मनले चाहेको जस्तो गीत गाए बजे गरे हो। कोही छैन, कोही छौ भने चाहिँ आऊ मसँग हिँड्नेछौँ है, हात दिन्छौ भनेपछि। त्यही हो। ल बोल्ने मान्छे पनि कोही छैनन्, केही छैनन्। एकदम बवाल चिलमा हिँड्दा छु म। अरू बेला क्रस भएर आफ्नो यो रोडमा आइसकेको छु। ठिक छ। ल एउटा माथिको केटा रहेछ, मलाई बोलाइरहेको छु, ओ एक केटो कहाँ जाने हो भनेर। मैले चाहिँ त्यसलाई इग्नोर हानेर अगाडि बढिरहेको छु। किनकि हामी धेरै डिस्टेन्समा माथि दूरीमा छौँ। त्यही भएर यहाँबाट बोलेको केही सुनिँदैन। त्यही हो। गाइस ल म चाहिँ रोड हुँदै हिँडिरहेको छु। यस्तै चाहिँ सर्टकट यहाँ माथिबाट झरेको म सिधा रोड सर्टकट हुँदा मिलाएर हिँडिरहेको छु म। अब यहाँबाट उता टर्निङ छ भने चाहिँ म चाहिँ यहाँबाट सिधा तल टर्निङ पुग्छु। धेरै हिँड्न चाहँदैन म जानुपर्ने भनेको चाहिँ उता त कर्णाली छ नि, कर्णालीसम्म हो। मेरो हिँड्ने क्रममा यो धुवाँबाट बस्नको लागि एउटा मास्क थियो, त्यो मास्क पनि चुकिसकेको छ। यो रुखमा हिँड्दाखेरि रुखमा हातमा थियो, हातमा रुखमा अडेर हिँड्दाखेरि चुटिसकेको छ। बजार भन्ने जिरो छ। अब सिधै लालीघाट बजारमा गएर एउटा मास्क चाहिँ किन्नु पर्ला, किनकि मेरो देखिसक्नु होला यस्तो छ। गाउँतिर बाटो विशेष यसको अवस्था यस्तो छ।
नेकरामा मैले चाहिँ यहाँ कसको बाख्रा भेटाइसकेको छु। यिनीहरू बाख्रा चराउनको लागि कोही गोठाला भन्ने चिज एउटा पनि छैन। यिनीहरूको सिस्टम फेरि अर्कै हुन्छ। म किस्ता तपाईँहरूलाई त्यो पनि बताउने छु हिँड्दा हिँड्दै। यिनीहरूलाई खोरबाट बिहानपल्ट खुन्छन् आफै। यो एउटा यो बाख्राको ग्रुपमा चाहिँ एउटा लिडर हुन्छ। लिडरलाई चाहिँ हामीले गाउँतिर घोडाली बाख्रो भनेर भन्छन्। त्यसको घोडाली बाख्रोको मुख्य घाँटीमा चाहिँ एउटा घाँडो लागेको हुन्छ। यो बस्नेवालो टिङ हुनेवालो घाँडो लागेको हुन्छ। त्यो लिडरले चाहिँ अब अरू सबै बाख्राहरूलाई आफ्नो खोरसम्म पुर्याउनको लागि मद्दत गर्छ। एउटा जहाँ गयो सब त्यहीँ जान्छ। एउटा जे धानबारीमा पस्यो भनेपछि सब पस्यो के, त्यस्तो हुन्छ। त्यो लिडर चाहिँ अब खत्रै हुन्छ। बुढोदेखि लिएर बुढो घाटोलाई बनाएको हुन्छ। त्यो लिडरले जे भनौँ अरू सबले त्यहीँ जान्छ। एउटा जहाँ गयो त्यही हुन्छ। त्यही भएर यहाँ गाउँतिर प्रायः जसो त्यो बाख्रा चराउनको लागि त्यो गोठालो जानुपर्ने त्यस्तो यस्तो समस्या चाहिँ खासै हुँदैन। जङ्गलमा आफै लगाइदियो अनि लाउँदाखेरि दिनभरि आफै चर्छन्। अनि बेलुका राति भयो कि आफै फेरि जान्छन् आफ्नै खोरतिर बस्नको लागि। त्यही हो गाइज। किस्ता चाहिँ सुन्नुभयो। अब तपाईँहरूलाई म यो भलकमा कतिवटा किस्ता सुनाउँछु, त्यो सब हेरिराख्नु होला। ल गाइज, यो म डाँडानेर आइसकेँ। यो रोड उदाउँदै त तल त्यो कर्णालीसम्म पुग्छु म। यस्तै छ, कोही छैन मसँग साथी। एक्लै भलक बनाउँदै हिँडिरहेको छु। यही तल लालीगाडसम्म पुग्नुपर्ने हो मेरो यात्रा आजको। के कस्तो हुन्छ तपाईँहरूले यही भलक मार्फत हेरेर साथ दिदिनु होला। हस् त, धन्यवाद। लगभग आएको म चाहिँ आधा घन्टा भइसक्यो, अझै पुगिँदैन यार। समझ रहे हो? खराब भइरहेछ। यो माथिको परात चाहिँ यस्तो बबाल छ। यस्तै परातहरूलाई फोडेर रोडलाई चाहिँ अगाडि बढाइएको छ। यो टर्निङ हो। त्यही भएर म अलि डर पनि लाग्यो। त्यही भएर म चाहिँ यो रोडै हिँडिरहेको छु। अलि डर लाग्दैन त, फराकिलो ठाउँ हुन्छ। त्यही भएर यहाँ रोडै हिँडिरहेको छु। यस्तो छ रोड। ल अब जङ्गलमा हिँड्दाखेरि एक्लै केही बाटो एट्याक ओभर एक्टिङ हुने हो कि भन्ने मलाई यस्तो सोच्दाखेरि डर लाग्यो। त्यही भएर म हिँड्दा छु रोडै रोड। तर सर्टकट बाटो पायो भने छोड्दैन नि, फेरि छोड्नु पनि हुँदैन है ग्याङ। अब यहाँबाट कर्णाली आउन अब कति बाँकी रह्यो भन्दाखेरि लगभग थोरै यति बाँकी रह्यो। अब सिधै यहाँबाट तल्लो रोडमा पुग्ने मेरो काम त्यति हो। थाहा पाउनु भयो नि, सर्टकट बाटो भने चाहिँ त्यति। अलि ध्यान दिएर हिँड्नुपर्छ भलकलाई कन्टिन्यू गर्दै। तर यहाँबाट खस्यो भने फेरि सिधै अहिले एम्बुलेन्स बाटो मेरो यात्रा हुन्छ। क्यामेरा क्वालिटी राम्रो देखाएन यार, किन होला त यार यस्तो यार। एकछिन है गाइज। ल हिँडौँ। ओइ कहाँ अडियो यस्तो बाटोतिर हिँडिरहेको छु म। के भन्ने के यार हो त यार। क्या है भाई तुम्हें मुझे बचाने की नहीं है। यो कुर्रो त फेरि खराब हराइदियो है यो कुर्रो। यो अब शरीरभरि मेरो ढालिसकेको छ यो कुर्रोले। अब एकछिनपछि टिप्दै हिँड्नुपर्छ यार। के गर्ने त यार ग्याङ यार, गाह्रो छ यार। मैले यहाँबाट आफ्नो पुरानो मित्रलाई देखिसकेको छु। पुरानो मित्र भन्ने बित्तिकै तपाईँहरूलाई थाहा नै छैन। मेरो पुरानो मित्र भनेको चाहिँ प्यारोट। मैले आफ्नै घरमा नि पालेको थिएँ। यो कुर्रोको अवस्था यस्तो छ। ठिक छ ल, गाउँले भलक यस्तै हो गाइजहरू। ल ठिक छ। बबाल गरायो माथि त्यहाँबाट आयो। ल यस्तो गराइदियो मेरो यो सर्ट चाहिँ। यो टिपेर फाल्नुपर्छ यार। यस्तो भयो। अब यहाँबाट टर्निङ चाहिँ उता छ।
फेरि म यहाँबाट सिधा तलतिर लाग्छु। ल गाइस पुरै यहाँ ढुङ्गा छ है। म कसरी जान्छु के गरेर जान्छु हेर्दै जानु होला। धन्नै लोटिएन यार, धन्नै लोटिएन यार। बच्यो कि नै त गाई, बच्यो नि, थाहा पाउनु भयो कि नै बच्यो कि नै भनेर। हैट 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 यस्तो हट्छ यो ढुङ्गा चाहिँ यस्तो छ क्या यार योमा पुरै न। कहाँ हिँड्दा छु यार, म कहाँ हिँड्दा छु भने आफूलाई थाहा छैन यार। कतिखेर गाह्रो हुँदो रहेछ यार गाई यार, सजिलो छैन यार हिँडेर। यस्तो उकालो बाटोहरू हिँड्न सजिलो छैन नि। कस्तो छ यो ठाउँ हेर्नु त, पुरै ढुङ्गाको माथि हिँडेर सम्भव छ त। एउटा ढुङ्गा आयो भने घाइते हो अहिले सिधै। त्यही भएर यहाँ भलकलाई कन्टिन्यू गर्दै म चाहिँ छिटो छिटो भाग बसन्ती, भाग भाग गर्नु पऱ्यो। के गर्ने त यस्तै छ। रोडमा हिँड्यो भने टाइम धेरै लाग्छ, खुट्टा दुख्छ। त्यही भएर म यहाँ चाहिँ अजिलो बाटो गरेर सर्टकट बाटो हुँदै हिँडिरहेको छु। गाडी पनि एउटा आउँदैन यार, के भन्नु अब गाडीमा जानुहुन्थ्यो र 2 घन्टा कोही गएर हिँड्न लाग्यो के भन्ने कि। अब एउटा साथी भइदियो नि क्यामेराम्यान हुन्थ्यो क्या, म टक्क भिडियो सिडियो देखाउने। अगाडिबाट आयो यो रुखेनु त गाई कस्तो सुकिया छ। त्यही भएर म हिँडिसकेँ यहाँ कन्टिन्यू। यहाँ रोक्नु छैन, खतरा छ खतरा। ये जग्गा बहुत डेन्जरस छ ला, डेन्जर जग्गामा रेस्ट मत करो भाई, क्योंकि तुम्हारा जान के लिए खतरा है ना जगह। कहीं बहुत अच्छा जगह में जाके रेस्ट करना, लेकिन यस्ता भिरसी पाखा में मत रेस्ट करना, हमारा बूढ़ा पाखा बोलता है ना। इसलिए म आफ्नो हल्का हिन्दी हानिदिएको। मेरा हिन्दी हजुरहरूको इन्डियन साथीहरूलाई यो भिडियो सेयर गरेर हिँड्दै कस्तो लाग्यो मलाई कमेन्ट दिन नभुल्नु होला। ल गाइस म फेरि रोडमा पुगिसकेको छु। कहाँबाट हिँडेर आएको म, यो माथि उकालो, यो माथिको यहाँ केही देखिँदैन अहिले। अब माथिल्लो भिडियोमा देख्नु होला। फेरि हातमा यो यस्तै हालत के भन्ने क्या यार। अब ल गाइस म चाहिँ फाइनल्ली यहाँ पुगिसकेको छु। यो लालीघाट बजार चाहिँ माथिबाट ड्रोन सट जस्तो देखिएको होला। ठिक छ, ल यहीँ छु। आउँदै जान बाँकी छ, अलिअलि हिँड्न बाँकी छ, केही छैन। यहाँबाट एउटा बाइक पनि गयो भर्खर। यो ग्यारेज हो, यहाँसम्म मैले जानुपर्ने। यहाँ पुल ब्रिज इन इङ्ग्लिस एन्ड दिस इज द स्टोन। एन्ड कर्णालीको भ्यू कस्तो छ कमेन्ट गर्न नभुल्नु होला। यहीँबाट जान्छ कर्णाली चाहिँ। त्यही भएर वाट इज दिस, ओ माई गड क्या राम्रो भ्यू भन्ने अरे क्वालिटी 0 छ गाइज। थाहा छ मलाई राम्रो देखाएको छैन भन्ने। मेरो यो ड्रोन सटबाट हान्ने सपना कहिले पुरा होला भन्ने भइरहेछ। सपनाहरू धेरै छन् तर पुरा हुने कहिले, सपनाहरू धेरै छन् तर पुरा हुने कहिले। मलाई एक दिन सफल हुन पाइन्छ कि जहिले। हल्का हान्नेको रमाइलो गाइज। यो रुख के को रुख हो यो कमेन्ट गर्नु नभुल्नु। यस्तो हुन्छ है रुखलाई कारिगरतिर हो, विशेष रुख क्यामेरा क्वालिटी राम्रो छैन। ओ झ्याङखाले रुख हो यो। ये जगह बहुत खूबसूरत है ना। उधर कर्णाली इसमें पौड़ी खेलने का तो मन कर रहा है, लेकिन हमें अच्छा से नहीं आएगा तो हम ऊपर पहुंच जाऊंगा तो हमके इतना जल्दी ऊपर पहुंचने का मन नहीं है। अच्छा जिंदगी बहुत लंबा है ना, लेकिन इसलिए मैं आप सबको पौड़ी नहीं खेल के देखाना। हिन्दी मलाई खासै आउँदैन गाइज। मैले यही भ्लग मार्फत मैले त सिकिरहेको छु के कस्तो हुन्छ हिन्दीको ल्याङ्ग्वेज, भाषा, शैली सबै मलाई तपाईँहरूले सिकाउनुहुन्छ भन्ने आशा गरेको छु।
त्यही होला गाइस, अरू के गर्ने त अब। यस्तै छ रोड भनिआउँदो के आम्मा गाउँडा रोड देखाउनु तमी होइन। पिछाउन बसिया मान्छे भइयो तमी भन्दा अरे म तमी। अब म गाउँले माथि बनाएको यो हाम्रो गाउँतिरको भाषा यस्तो हुन्छ। बट है म अलराउन्डर ल्याङ्ग्वेज म्यान। कति बेला हिन्दी जान्छ, कति बेला इङ्ग्लिस जान्छ, कति बेला नेपाली जान्छ, कति बेला आफ्नो गाउँको भाषा जान्छ। मानिसहरूलाई हेरेर टक्क तिनीहरूको गाउँमा आएपछि गाउँका मानिसहरूको सँग गाउँमा बोल्ने हो। सहर गएपछि सहर जस्तो बोल्नुपर्छ अलिकति, त्यसै हो। अमेरिका गएपछि इङ्ग्लिस बोल्नुपर्छ। गाई हेर्नुहोस्, नेपाली माथि गाई, हिन्दी माथि पनि गाई होला, इङ्ग्लिस माथि काउ। दिस इज काउ, खान पाए हुन्थ्यो तेरो गालोमा घाउ। यस्तै छ ल गाइस, गाईहरू चरिरहेछन्, रोडै हिँडिरहेछन्, हामी पनि रोडै हिँडिरहेछौँ। कोही छैन, केही छैन, जिन्दगी यस्तै हो। सक्दो प्रयास पहाडलाई हेर्छु। मेरा साथीहरू, मेरा रुखहरू नै यहीँ हुन् अहिलेको लागि। पहिला बाटो चाहिँ यहाँ थियो, आजकल चाहिँ यहाँ छ है। म यहाँ आर्मी क्याम्प हो कि प्याम्पमा पुगिसकेको छु। आर्मी क्याम्पको मोड भने उता छ, तर म यहाँबाट सिधा जान्छु तल, त्यहाँ मोडमा निस्किन्छु है गाइस। धेरै लामो बाटो हिँड्ने मलाई रहर छैन, खुट्टा दुखेर हालत खराब भयो। यहाँबाट रहेछ बाटो, म उताबाट आइदिएँ। जहाँबाट पनि काम चाहिँ हिँड्ने नै हो, तर अलिकति सजिलो असजिलो भन्ने हो। म त जहाँबाट पनि हिँड्छु, सजिलो असजिलो भन्ने त्यस्तै हो गाइस। ल कर्णाली आएन त, कर्णाली आफ्नै आँखा नजिक, मुख अगाडि भन्ने अरे। अलि भाषा अलि बोल्ने कन्फिडेन्स पनि 0 लेभलकै छ। अनि त्यो लेभललाई मैले इम्प्रुभ गर्दै अगाडि बढ्नुपर्ने हुन्छ। यो बाटोलाई के बाटो खराब भने खै, त्यो बाटो हो कि खासमा के हो कि यार, ग्याङ यार कमेन्ट गरौँ त यार। के हो पारा, यस्तै छ मेरो पारा। हिँडिरहेको छु म कन्टिन्यू, केले गरिरहेछ ट्याट्यार। हामीलाई भएन कुनै पनि बाल मतलब। यस्तरी टक हिँड्न पाएपछि भयो क्या हामीलाई। यो साइकलमा राइड गरे जस्तो भइरहेको छ। तपाईँलाई अनुभव कस्तो भइरहेछ यो भिरपार्काको बाटोमा? यस्तै छ मेरो यो डट बाइक चाहिँ अहिले यस्तो कुदिरहेछ कि अहिलेको लागि डट बाइक म अच्छा अफरोडको लागि फेरि रोडमा पुग्यो। यो हो नि त पारा। तपाईँहरूलाई म यहाँ एउटा दृश्य देखाउन चाहन्छु, टाढाको टिप्स नै भन्ने हो। यो माथि टुप्पामा बस्यो, लालीघाट बजार पुग्यो। ल गाइस, मलाई बजारमा भ्लग गर्न एकदम बबाल लाज लागिरहेको हुन्छ। म एक्लै सिलमा जङ्गलतिर भ्लग गर्ने मान्छे हो। त्यो सहर या अब मोबाइलबाट समाचार हेर्न यस्तो लाज लाग्छ। खोप्रो इज आई हेभ नो खोप्रो। देन बाई बाई गाइस, सी यू अर नेक्स्ट भ्लग। आजको भ्लग चाहिँ तपाईँलाई कस्तो लाग्यो, के कस्तो लागेको कमेन्ट गर्न नभुल्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नु होला। त्यसै गरी पुरानो हुनुहुन्छ भने बेल आइकनलाई थिच्न ठ्याङ गर्न नभुल्नु होला। एक लाइक र एक कमेन्ट मिठो छोडेर यहाँबाट हामी बिदा होइदिनु होला भन्ने मैले आशा गरेको छु। बाई बाई गाइज।